आज म यहाँलाई एउटा मुरली बनाउन सिकाउनेछु। आफ्नै घरको सामानलाई कसरी प्रयोग गरेर मुरली बनाउने भन्ने कुरा थोरै म तपाईँलाई जानकारी गराउँछु। मैले एउटा पाइप लिएको छु। एउटा पाइप छ, यो वेल्डिङ पाइप। तपाईँले वेस्टलाई बेस्ट बनाउन सक्नुहुन्छ। यो पेपरलाई के अरे पाइपलाई मैले यसरी नापेँ। यो पुरानो मुरली हो। यो नापको आधारमा म यसलाई काट्छु। यहाँलाई यसरी मैले ह्याक्सो प्रयोग गरेको छु। यो ह्याक्सोले यसलाई यसरी नापेर यसलाई काट्ने। यो मुरली र यसको नाप बराबरी छ। यसरी नापेर यो काटिन्छ। यसलाई यसलाई मैले भाँचेर त्यो मुरलीको साइज बनाउँदैछु। यो बराबरको भयो। अब यसलाई मैले यहाँनिर आगो बालेर यसलाई होल बनाउनको लागि, यसको दुलो बनाउनको लागि, यही सेपमा दुलो बनाउनको लागि मैले मसँग अहिले भएको यो आफ्नै घरमा भएको सामानको प्रयोग गर्दैछु। यसलाई मैले तताएँ। यहाँनिर यो तात्दैछ। यसलाई तातेर मैले यसको साइज अनुसार यो पहिले मुखको पाल यसको म पहिले पोल्न सक्ने सम्भावनालाई मैले मध्यनजर गर्दै यसलाई मैले यहाँनिर सेप बनाएँ। यो सेप भयो। यसको यो सेप पहिलो सेप त्यहाँ बनाइयो। अब अरू सेप छन् यसका। एउटा सेप यहाँ छ, यो पालको सिधा। त्यसै गरी अर्को पालको सिधा यसलाई पनि मैले यहाँ राखेँ। मैले कैँचीको पनि प्रयोग गरेँ। यसले मात्रै पाल सानो हुने भएकोले यसलाई मैले कैँचीलाई पनि सहयोगमा लिन खोज्दैछु। कैँचीको सहयोगमा मैले पाल बनाउन खोज्दैछु। यसको जम्मा अब तलपट्टि 6वटा पाल र माथिपट्टि मुखमा राख्ने एउटा पाल गरी 7वटा पाल हुन्छ। एउटा, दुईटा, तीनटा मैले सेप बनाइसकेको छु। अब म यसैलाई प्रयोग गर्न खोज्दैछु। कैँचीकै सहयोगमा यसको सेप तयार गर्छु म। एउटा सेप तयार भयो। यसलाई अब म फिनिसिङ अहिले दिन्छु। मैले अघि तपाईँलाई यही पार्ट 2 मा तपाईँलाई देखाउँछु। हामीले यो कैँचीले यसको पाल सबै छेडिसकेपछि यसलाई सबै छेड्यौँ। मैले भर्खरै छेडेँ। यो सबै यसको साइज अनुसार मुरलीको साइज अनुसारको सेप बनिसकेको छ। यो सेप बनिसक्यो। अब यो सेपलाई चाहिँ हामीले फिनिसिङ टच दिइसकेपछि फिनिसिङ टच दिइसकेको छु। मैले कैँचीको प्रयोग गरेँ।
यसको लागि मैले एउटा स्केलको प्रयोग गरेको छु। अब यसलाई के चाहिन्छ भने यसको पल टाल्नुपर्ने हुन्छ। यहाँनिर मैले बन्द गरेँ। अब यसको यो हावा जानको लागि यो पल टाल्नुपर्ने हुन्छ। यो पल टाल्नको लागि कुनै पनि इरेजर जस्तो सेपमा यसको पल यहाँ टाल्नुपर्ने हुन्छ। मैले एउटा सेप बनाएर एउटा प्लास्टिकको सेप अलिक मोटो चाहिन्छ, यो पल टाल्नुपर्छ ताकि यसबाट हावा ननिस्कियोस् भनेर। तपाईँ यसरी हामीले यसलाई टालिसक्छौँ। यसरी टालिसकेपछि अब यसलाई कोसिस गरौँ बज्छ कि बज्दैन। म कोसिस गर्छु है त। यसरी हामीले आफ्ना नानीहरूलाई पनि बजारमा बसरी पाइए तापनि हामीले आफ्नै घरमा भएका सामानहरूलाई प्रयोग गऱ्यौँ भने यो दुरुपयोग भएको सामान सदुपयोग हुन्छ। हामी वेस्टलाई बेस्ट बनाउन सक्छौँ र एउटा क्रिएटिभिटी अथवा सृजनात्मक एउटा हुन्छ नि, आफूमा भएको सृजनात्मक बढ्छ। त्यसैले हामीले आफूमा भएको सृजनशील यो जुन छ यसलाई हामीले नानीहरूलाई पनि गर्न सिकायौँ भने पक्कै पनि अहिलेका नानीहरू मोबाइलमा व्यस्त हुन्छन्। यसबाट पनि नानीहरूले केही सिक्छन् र सङ्गीतमा पनि केही नानीहरूको चासो बढ्छ। त्यसैले म यहाँहरूलाई आज एउटा बाँसुरी बजाउने तरिका सिकाएँ। हाम्रो भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद।